नमस्ते एभ्रिवान। ल आज हामी चाहिँ सेटको सेकेन्ड लेक्चर चाहिँ स्टार्ट गरौँ। यसमा चाहिँ हामीले सुरुदेखि नै क्वेसनबाट स्टार्ट गर्छौँ है। जस्तै एउटा क्वेसन रहेछ, नम्बर 1, इन अ सर्वे of 300 people of a community, it was found that 175 liked cricket and 150 liked football, but 25 of them liked neither of them. Based on this, answer the following question. A मा रहेछ क्वेसन, represent the above information in the Venn diagram. B मा रहेछ क्वेसन, find the number of people who like both the games. Options question number C मा रहेछ, find the number of people who like exactly one game. ल यसको चाहिँ सल्युसन गरौँ हामी है। पहिला सबभन्दा पहिला चाहिँ के छ क्वेसनमा, 300 पिपल चाहिँ कम्युनिटीको रहेछ। यसमा चाहिँ 175 जना चाहिँ क्रिकेटलाई मन पराउँछ र 150 जना फुटबललाई मन पराउँछ है। तर 25 जनाले कुनै मन पराउँदैन है। बेस्ड अन दिस एन्सर द फलोइङ क्वेसन। पहिला फर्स्ट क्वेसनमा के छ, रिप्रेजेन्ट द भेन डायग्राम। यो त हाम्रो कुनै क्वेसनमा नभने पनि सुरुमा हामीले भेन डायग्राममा रिप्रेजेन्ट गर्ने है। अनि फाइन्ड द नम्बर अफ पिपल हु लाइक बोथ अफ गेम्स, दुईटै गेम मन पराउने चाहिँ निकाल्नु पर्नेछ। र तेस्रोमा चाहिँ के छ, एक्ज्याक्टली वान गेम, कम्तीमा पनि एउटा गेम चाहिँ मन पराउनेको सङ्ख्या चाहिँ निकाल्नु पर्ने हुन्छ है। ल स्टार्ट गरौँ। हामीले कसरी एन्सर लेख्ने सब यसमै भिडियोमा देखाउनेछौँ है। सल्युसन पहिला हामीले त भेन डायग्राम बनाउनु पर्ने हुन्छ, त्यसमा त लेटरले रिप्रेजेन्ट गर्नुपर्छ। त्यही भएर हामीले यो लेटर केले डिनोट गर्छ त्यसलाई चाहिँ पहिला डिनोट गर्नुपर्ने हुन्छ। जस्तै हाम्रो के गर्नु पर्यो, लेट। जस्तै क्रिकेटको के हुन्छ, सीबाट स्टार्ट हुन्छ र फुटबलको के हुन्छ, एफबाट। लेट सी एन्ड एफ बी द number of people who like cricket and football respectively. Our according to the question, according to the question, के रहेछ, नम्बर अफ पिपल कति टोटल रहेछ, 3, युनियनलाई डिनोट हुन्छ एन्ड यु इक्वल्स टु 300। अनि क्रिकेटलाई कति मन पराउने हुन्छ, यहाँ चाहिँ 175 दिएको रहेछ। अनि फुटबललाई 150 दिएको रहेछ। अनि कुनै नमन पराउने सी युनियन एफ को कम्प्लिमेन्टलाई के भन्छ, कुनै नमन पराउने। यसलाई चाहिँ कतिवटाले गर्दो रहेछ, 25 जना। अनि
अनि हाम्रो इन्टरसेक्सन पनि निकाल्नु पर्ने छ बोथ अफ देम। यो भनेको सी इन्टरसेक्सन एफ, यो भनेको बोथ हो। यो चाहिँ हामीले लेट एक्स गरौँ है, लेट। अनि फाइन्ड द नम्बर अफ पिपल हु लाइक एक्ज्याक्टली वान गेम। यो भनेको के हुन्छ, नम्बर अफ सी प्लस नम्बर अफ एफ इक्वल्स टु कति हुन्छ, यो निकाल्नु पर्ने हुन्छ है। ल त्यसो भए हामीले पहिला सुरुमा के गर्नुपर्ने हुन्छ, रिप्रेजेन्टिङ इन द भेन डायग्राम। अहिले चाहिँ म पेनलाई नै बनाउँछु, इक्जामको टाइममा स्केल युज गर, के भन्छ कम्पास युज गर्नु है, मार काट्ने सम्भावना एकदमै कम हुन्छ त्यसो भए। अब यो पुरा गोलोलाई केले डिनोट गर्ने हुन्छ, यो सपोज एफ भनौँ, यसलाई चाहिँ सी भनौँ है। यो टोटल गोलोलाई के भन्छ, एन एफ इक्वल्स टु कति दिएर रहेछ 150। यो सी, यो टोटल यसलाई के भन्छ, एनसी इक्वल्स टु कति छ 175। अनि यो इन्टरसेक्सन, यो बिचको छ नि यो बोथ, यसलाई भन्छ इन्टरसेक्सन एनसी इन्टरसेक्सन एफ। यो चाहिँ हामीलाई कति दिएको छ, एक्स दिएको रहेछ, मतलब दिएको छैन, यही निकाल्नु पर्ने हुन्छ। तर हामीले के भनौँ, एक्सलेट गरेका छौँ। र त्यसपछि यो चाहिँ एनसी युनियन एफको कम्प्लिमेन्ट, यो दुइटै मन पराउँदैन। कतिजनाले मन पराउँदैन, 25 जना। अनि युनिभर्सल कति दिएको रहेछ, 300 दिएको रहेछ। अब हामीले फिलअप गर्ने, यो भनेको कति हो, एक्स हो। अनि यो टोटल भनेको कति हो, 175। अनि 175 माइनस यति गऱ्यो भने कति हुन्छ, 175 माइनस एक्स हुन्छ। अनि यो एफ भनेको कति हुन्छ, 150 छ। 150बाट यति घटायो भने कति हुन्छ, 150 माइनस एक्स हुन्छ है। ल अब हाम्रो अब एन्सरतिर जाऊँ। नाउ फ्रम भेन डायग्राम, फ्रम भेन डायग्राम एन यू, टोटल भनेको एन यू भनेको के हुन्छ, यति नम्बर अफ सी प्लस अनि इन्टरसेक्सन फेरि प्लस नम्बर अफ एफ, यति मात्र जोड्ने अनि फेरि प्लस यति गर्ने। फर्मुला हामीलाई घोक्नु पर्दैन। जस्तै एउटा यसको फर्मुला के छ, एउटा एनसी प्लस एनएफ माइनस एनसी इन्टरसेक्सन एफ फेरि प्लस एनसी युनियन एफको कम्प्लिमेन्ट, एउटा यो फर्मुला छ, हो कि नै। तर भेन डायग्रामसँग रिप्रेजेन्ट गर्यो भने डाइरेक्ट हामीले के लेख्न पाइयो, एनयू इक्वल्स टु नम्बर अफ सी प्लस नम्बर अफ एफ प्लस नम्बर अफ सी इन्टरसेक्सन एफ फेरि प्लस नम्बर अफ सी युनियन एफको कम्प्लिमेन्ट। यो फर्मुला युज गरे पनि हुन्छ, यो फर्मुला युज गरे पनि हुन्छ। फर्मुला भन्दाखेरि यो चाहिँ भेन डायग्रामबाट, जस्तै एनयू हाम्रो कति छ 300 है। अनि नम्बर अफ सी भनेको कति हुन्छ, नम्बर अफ सी भनेको यति मात्र, 175 माइनस एक्स गर्ने, 175 माइनस एक्स फेरि यहाँ प्लस। नम्बर अफ एफ भनेको कति हुन्छ, 150 माइनस एक्स गर्ने, माइनस एक्स फेरि प्लस। अनि इन्टरसेक्सन भनेको कति हो, एक्स हो। यो भनेको कति हो, 25 हो है। त्यसपछि 300 इक्वल्स टु 175 प्लस 150 प्लस 125 भनेको कति हुन्छ, 200 350 माइनस यो प्लस र माइनस क्यान्सल, माइनस प्लस क्यान्सल, कति बाँच्यो, एक्स मात्र। और यो एक्स यतातिर लायो भने यो 35 माइनस 300, 35 भन्छु 350। अनि देयरफोर एक्स इक्वल्स टु कति आयो हाम्रो, 50 आयो। देयरफोर लेख्ने, द नम्बर अफ पिपल हु लाइक बोथ the games are 50
है। अब अर्को क्वेसन हाम्रो के छ, फाइन्ड द नम्बर अफ पिपल हु लाइक एक्ज्याक्टली वान गेम। एक्ज्याक्टली वान गेम अब कसरी निकाल्ने, यो जस्तै नम्बर अफ ओन्ली सी भयो, एउटा यो भयो, एउटा यो भयो, यो निकाल्यो भने हाम्रो नम्बर यो दुईटालाई जोडिदियो भने के हुन्छ, एक्ज्याक्टली नम्बर अफ वान आउँछ है, वान गेम मन पराउने। त्यसो भए देन पहिला हामीले यो निकाल्नु पर्यो, नम्बर अफ सी इक्वल्स टु यो भनेको कति छ 175 माइनस एक्स छ भनेको 175 माइनस 50 गर्ने अनि इक्वल्स टु कति आउँछ 125 आउँछ है। अनि त्यसपछि नम्बर अफ एफ इक्वल्स टु यो भनेको कति हो 150 माइनस एक्स हो, यो भनेको 150 माइनस 50 गर्ने, यो भनेको कति आयो 100 आयो। अनि therefore the number of people who like exactly one game is भनेको के हो नम्बर अफ सी प्लस नम्बर अफ एफ इक्वल्स टु यो प्लस यो गर्ने 125 प्लस 100 equals to 225. This is our answer. This completed the solution. You will get the 4 marks. Okay. Thank you. अब अर्को क्वेसन अर्को भिडियोमा